माननीय सदस्यहरू, यो नेपालको संसद हो। माननीय सदस्यहरू, यो संसदलाई संसदको ढङ्गबाट लानको लागि माननीय सदस्यहरूको भूमिका महत्त्वपूर्ण हुन्छ भन्ने कुरामा म गम्भीर ध्यान आकर्षित गराउँदै म माननीय सदस्यहरूलाई सूचना सुनाउन चाहन्छु। माननीय सदस्यहरू, आजको कार्यसूचीको सम्पूर्ण कार्यक्रम सूचीबाट हटाइएको बेहोरा म जानकारी गराउने सूचना राख्दछु। त्यसपछि माननीय सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक 2082 साल जेठ 23 गते शुक्रबार दिनको 1 बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ।